यतिखेर हामीसँग रिमाजी हुनुहुन्छ। सर्वप्रथम त यहाँलाई धेरै धेरै बधाई सहित वेलकम छ। धन्यवाद सर। आज यो बृहत यो पार्टी घोषणा कार्यक्रम भयो होइन। आज तपाईँको भाषण यस्तो लाग्यो कि होइन यो कुनै भन्दा कम छैन कि होइन। यो पार्टीलाई चाहिँ किन रोज्नुभयो, उज्यालो नेपाल पार्टीलाई चाहिँ? मैले त्यसको स्पष्ट उत्तर मेरो अभिव्यक्तिहरूमा दिइसकेको छु। अब हामीलाई भाषण राम्रो गर्ने होइन, काम गरेर देखाउने परिणाममुखी नेतृत्व चाहिएको छ र काम गरेर देखाइसक्नु भएको कुलमान सरको नेतृत्वमा म पछाडि लागेको। यो पार्टीलाई नै रोज्नुको कारण अथवा कुलमान नै सही हो भनेर लाग्नुको पछाडि चाहिँ के छ त्यस्तो रिजन? एकदम सहज यो क्वेसन नै इनभ्यालिड हुनुपर्छ जस्तो लाग्छ, किनभने उहाँले समग्र नेपालीको दैनिकी जीवनस्तरलाई छोएर हाम्रो घर दैलोलाई जसरी उज्यालो बनाइदिनु भयो, अब उहाँ मात्रै हो हाम्रो आशा जसले यो देशको भविष्यलाई उज्यालो बनाउन सक्छ। जस्तो अब धेरै कन्फ्युज हामी पनि छौँ कि अब रिमाजीलाई हामीले नेत्री भन्ने कि अभिनेत्री भन्ने? अभिनेत्री जसले समाजको नेतृत्व लिनका लागि अगाडि फ्रन्ट लाइनमा उभिने निधो गरेको छ। चुनावमा जानुहुन्छ हुन्न भन्ने खालका प्रश्नहरू पनि छन्, के छ तपाईँको? राजनीतिमा प्रवेश गरिसकेपछि समाज र समुदायको नेतृत्व लिन्छु भनिसकेपछि घर दैलो हरेक सबैलाई भेट्न त पुग्नु नै परिहाल्छ। घर दैलोमा त म कसरी पुग्छु भन्ने कुराको निधो चाहिँ मेरो पार्टीले गर्छ। भनेपछि चुनाव उठ्ने तर्खरमा हुनुहुन्छ है? उठ्नु परिहाल्यो नि, सबैजना उठ्नु पर्यो नि, तपाईँ हामी सबै उठ्नुपर्छ। रिमाजीको चुनावी एजेन्डा चाहिँ के होला? मैले अघि पनि भनेको छु, म मेरो मञ्चलाई प्रयोगमा ल्याएर म आवाजविहीनहरूको आवाज बन्न चाहन्छु, महिला नेतृत्व लिन चाहन्छु र युवा पुस्ताले उठाएको आवाजलाई संस्थागत गर्नका लागि अल्पसंख्यक र उपेक्षित समुदायलाई नेतृत्व दिनका लागि राजनीतिले त हुन त हामीलाई समान भन्छ, त्यो समानतालाई संविधानको पानाबाट सबैको जीवनमा व्यावहारिकतामा उतार्नको लागि म पहल गर्नेछु। धन्यवाद।